When the world is at odds and the mind is at sea, the seas, the useless stadium, and brew a cup of tea. There is magic in his fragrance, there is salt in his taste, and the laden moment vanishes somehow into space. The world becomes a lovely thing. There's beauty, as you'll see, all because he briefly stopped to brew a cup of tea. The aroma of Darjeeling tea brings a smile to my face and joy to my heart. दामी सो हेलो एन्ड वेलकम सबैलाई आज चाहिँ यो सानो ब्लग ऱ्यान्डम ब्लग होइन त्यस्तो प्लान पनि केही छैन यता चाहिँ आइसिएससी सकेर भर्खर आएको स्याङ्गो भ्यानिज हेलो भनिदेऊ हेलो आइस हामी चाहिँ कहाँ गएको आज भनिदियो होला मलाई आज हामी पट्टी टिप्नु गएको पत्तीको त्यस्तो ब्रिफ हिस्ट्री नजाउँ होइन तर अहिले चाहिँ के छ भन्दा चाहिँ यो चाहिँ मेन नयाँ स्प्रिङ फ्लक्स न्यू फ्लक्स चियापत्तीको नयाँ पाउलाहरू होइन हामी चाहिँ यो कमानको चाहिँ टिप्दिनँ यता बडीको आफ्नै चिया बगान छ तल प्राइभेट त्यहाँ जाँदैछु होइन चिया चाहिँ के भन्दाखेरि चाहिँ सेकेन्ड मोस्ट कन्ज्युम्ड बेभरेजमा आउँछ आफ्टर वाटर इन्ट्रेस्टिङ छ आजको टपिक होइन यहाँ पनि छ हाम्रो बेभरेजहरू होइन यो वर्ल्ड वाइड चल्छ होला तर गाउँ बस्तीमा चाहिँ यो चाहिँ कडा हो यो बुद्ध खोला यो मोमो खोला भाइले ह्यान्डल गर्छ हो हामी चाहिँ अब यता तल जाने रुखहरू पनि हरियो भइरहेको छ कति टिप्नु गएको ल बाई बाई चराहरू पनि कराउँदैछ यहाँबाट चाहिँ मामको बारी पुग्नु कति लाग्छ टाइम अब 10 minutes 10 to 15 minutes वक 15 minutes walk. डाउन हिल हाइक छ सो यता मार्च महिनाको चाहिँ यस्तो छ रुखको हरियो नयाँ पत्ताहरू दामी निक्लिँदैछ तिमी कति दिन बाद आएको पो हो यता घर म त लाइक 4 months भयो कपाल चाहिँ कडा छ त हो काट्नु पर्ने भइरहेको छ तँलाई काटौँ ल बारीमा मैले त्यो उयो झालमुरी बनाउने छुरी ल्याएको छु कि दामी छ यहाँको वकिङ पाथवे चाहिँ एकदम मलाई सेगाले स्पोन्सर त गरेको छैन हो तर सेगाको यो ड्युरेबिलिटी चाहिँ दामी मनपर्छ त्यही भएर यसको चाहिँ म एक दुईवटा भनिदिन्छु हो यो चाहिँ एकदम बजेट फ्रेन्डली दामी हुन्छ स्पोन्सर गरिदिनु सेगा यो चाहिँ कडै हुन्छ भिरमा चढ्नु पनि हुन्छ पानी झरीमा हिँड्नु पनि हुन्छ खोला तर्नु पनि हुन्छ हो यो मैले लगाएको निकै भइसक्यो अहिले पनि चिटिकै नै छ हो दामी नै छ मैले सन्दकपुर पनि यसमै गएको सेगामै हो अन्त मैले गुरुदोङमा जाँदा चाहिँ कालो सेगा थियो यो दामी लाग्छ डिक्याथ्लनहरू फेल खान्छ योसित चाहिँ र यस्तो छ यहाँको वातावरण इन्भाइरोमेन्ट चाहिँ एकदम शान्ति र हामी चाहिँ जाँदा जाँदा यहाँनिर शान्त वातावरणमा एकछिन रमाउँदै यहाँ चाहिँ के हो भन्दा चाहिँ यो चाहिँ हामीले बनाएको होइन 12 विगेन्स भन्ने टिम यो चाहिँ क्याम्प साइट हो एडभेन्चर क्याम्प साइट यो वर्क चाहिँ अहिले स्टप भइरहेको छ एक दुईवटा अफिसियल कामहरूले गर्दा हो दामी छ यो लोकेसन मलाई गिफ्ट पनि दियो चिलाउनेले सो फाइनली हामी चाहिँ यहाँनिर दुई भाइ बगानमा आइपुगिसकेको छु बडीको बगैँचा पत्ती दामी भएर आएको सानो एरिया छ तर पनि यतिले त घरमा खानु त वाल सेल हो यता बडी र बहिनी चाहिँ अघि आइपुगिसकेको थिएछ त्यही त अब त्यसको त यो भ्यू कहाँबाट ल्याउनु भएको थियो भ्यू हेलो कान्छी टिप्दैछ पछि इन्ट्रोडक्सन मैले टिपेको हामी त टिप्छौँ खै हातमा देखाउन यस्तो टिपेर त्यो हो भुइँमा राख त
ओइ भाइ आज म नि सम्झना फिल्मको अहिले यहाँ तँलाई गीत ल सम्झना अब उहिले नै बडा म बिरक आमा भएर हेरेको खसँग याद छ तँलाई गीत हो गीत के भन्दा यतिले कति निक्लिन्छ घरको लागि त काफी नि है एनो छ बगान गीत के भन्दा दुई पाते सुइरो दुई हात तिम्रो अहिले अब फुल भयो भन्छ क्या त्यति म छ नि इन्ट्रोडक्सन त हाल्नु भन्दैछ त है हामी कहाँबाट टिप्नु सँगै टिप्नु आउँछ दामी आउँछ नि भिडियोमा खोइ झोला ल्याइदिएको अहिले नगर न त हौ कहाँ सबै काट्नुपर्छ नि ऊ झोला 101 छ झोला भिड आउँदैन ती पनि सिक्नु पऱ्यो नि यस्तो रुम टिप 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 ल्याउ मैले यहाँनिर अफिसियल झोला पाइसकेको छु स्याङ्बोले पनि पायो झोला देखाइदियो होला न अब टिपाइ हुन्छ हाम्रो चिया बगानमा हो अन्त सुमी मजा आउँदैछ पत्ती टिप्नु तिमीले दामी टिप्दो रहेछ त है यता छ त नयाँ मान्छे कस्तो हुँदैछ यस्तो छ पत्ती टिपाइ बिहान गएर टोकरी बोकेर बेलुका 5 बजीसम्म कसरी टिप्छ होला सोचिहाल त्यही नि पानी झरी जुगा लाग्दै है पानी झरी जुगा लाग्दै तिर्खा लाग्दै सोच न त्यसरी पैसा कमाउनु पर्छ ज्वरो आइरहेको बेला कोही बेला हामीले त्यसो गरेको पहिला सबसे धेर बिगा मेरो र यस्तो हुन्छ साइटिकामा पाकै छैन नयाँ एक्सपिरियन्स स्याङ्बोलाई फर्स्ट टाइम टिपेको अरे चिया कतिपल्ट खाइसकेको थियो होला आज टिप्दै यता ऊ हाम्रो दिल्लीबाट आएको झन् अबे भानिजी रोप्दाखेरि कम्ती साह्रो परेको हामीलाई यो है कस्तो पानी आएको यस्तै थियो है दिन अनि तर पानी कस्तो आएको कसैले बोरा ओढेर रोपेको कोही के रोपेको हो हजुर यति बिजोको रोप्यौँ कि मोटे तर जे होस् रोपे अनुसारको टिप्नु पनि पाइरहेको छौँ मोटे भाइ पनि त थियो हाम्रो घरको 2 जना थियौँ निरा भान्जीले नि हौ तपाईँलाई पनि उता जाँदा त यताको चियापत्ती पुरै सोध्छ होला है खोइ कता लगाएको छ तैँले देख्छ सबैजना देख्छ उता जानु उता गीत पनि सुनाइदिइहाल्नु थियो अब गीत त अनि हाम्रो नाना लाउँछ होला होइन अब हामीलाई त आउँदैन पत्ती टिपेको अब यो नयाँ पत्ती हो यो त प्योर हो नि अब अर्ग्यानिक है सुजित यो त अर्ग्यानिक नि अब यो नयाँ फस्यो त्यही भएर त यहाँ टिप्न आएको नयाँ पत्ती पहिला पाते सुइरो पहिला पत्ती हो नि त यो नि दुई हात तिम्रो अहिले अब फुल भयो फुल होइन फुल भयो म्यामले त पुरै टिपिसक्यो एक्सपिरियन्स हो म्यामहरू हाम्रो हात त भर्खर त चल्दैछ होइन साँच्ची भर्खर सेट हुनु थाल्यो होइन स्पिड छ अन्त ऊ यता झन् पुरा 5G रहेछ यता झन् 5G होइन 4G हो यहाँ यो ग्रुपमा त 5G 2G हो नि हामी अहिले 2G र 3G को बिचमा बिचमा है बिचमा तिमी के जी हो दुईजी अब हामी झालमुरी बनाउँछु हेर्नु हाम्रो तर्की आसिङले बनाउनु हुन्छ झालमुरी खाने हो हजुर आसिङ आउँदै होला एउटा पानी गाजी लिएर आऊ भन न उयो रातो झोला यस्तो फैलेन ढाडपट्टि ट्याक्सी प्याज खोर्सानी हुँदैछ कहाँ उयो लस्सी लस्सी अरे त्यति बेला क्या गाडी बिग्रेर चाहिँ पानी लिनु गएको हुन्छ यत्रो थोत्रै भुल्टुङ बगेर भुल्टुङ होइन हौ गाग्रे नि हुन्छ हौ उसको होला झार्न जग्दै गरेको हुन्छ कि त्यहाँ चाहिँ भुल्टुङ थोत्रै भुल्टुङ होइन हौ कसलाई के गाग्रे नि हुन्छ होइन भुल्टुङ त्यो त कहाँ भुल्टुङको चलनै थिएन भुल्टुङ होइन हौ थोत्रै खालको भुल्टुङ हो
कस्तो कलर हुन्छ भन्नु त मामलाई के याद हो पहिले टिकट काटेर हात निकाल्दा त बडाको यहाँ खुनै खुन भएको थियो हो नि हो ठिक गर्नुभयो हो त्यो त हो त्यो त हो टिकटमा चाहिँ पुरै उयो हुन्छ नि त डर लाग्दै हुन्छ नि त अनि पाउँदैन टिकटै भरे उता ब्ल्याक लियो भने कम्ती पैसा लिन्छ चियापत्तीको त अहिले खोइ वर्षभरि चल्छ कहानी चाहिँ तर पुरा नमिलेको कहानी खाल चल्छ दार्जिलिङ गरी बोनसको ड्याम्मै सटकमा बसेको अहिले फेरि उयो देख्छ नि त ममताले गभर्मेन्टले चियापत्ती बगानको 30% क्या टुरिज्मलाई देख्छ नि त त्यसमा पनि गर्नुकोलाई छ नि त्यसमा भित्ताहरू भत्काउँदै त्यो वाल लगाइदिएछ कि कतानिर पहिला पहिला त बाहिर तिमी गरिदेऊ 3 जना गरिदिउँ न त 1 2 3 गर्दैछ त हामीले पनि उसले पो मजाले टिप्नु थालेछ हौ टक टक टुपो टुपो निकै प्र्याक्टिस भइसक्यो मतलब खोज्दा खोज्दा तल जनताधारा छाड्यो मैले यति टिपिसकेँ यो थियो होला अमेरिकामा भनेर यहाँ पत्ती टिप्ने पनि बोलाउँछ हाम्रो पत्ती टिप्ने कार्यक्रम चल्दैछ पुरा टिभी छ त यो त नयाँ प्युर हो नि त हौ मेरो त हेर्नु आएको छैन यही बारीमै कान्छीले कस्तो दामी टिप्दा छ भर्खर आएको यहाँ बारीमा टिप्नु नाम भनिदिइहाल नि तिम्रो सुमी थापा स्कुल अहिले छुट्टी है यही हो नि त है 2 पात 1 युरो चाहिँ 2 पात 1 युरो यहाँ 2 पात 1 युरो खोइ तिम्रो चाहिँ के हुँदैछ हौ माथि चाहिँ हामीले चाहिँ यहाँको पत्ती टुप्पो टुप्पो चाहिँ नयाँ चाहिँ सबै टिपिसके हो यता माइजू पर्छ है मेरो त यता माइजू आउनु भएको थियो सबसे स्पिड चाहिँ माइजूलाई थियो आवट यता फर्स्ट आउने चाहिँ 2 जना हो त्यहाँदेखि बिस्तारै जोडिँदै गएको हामी रमाइलो भयो आजको है यता पिकनिक जानुपर्छ कुनै के भन्ने कुरा आज पिकनिक जस्तै भएन एकदम रमाइलो भयो साह्रै खुसी लाग्यो फेरि है नेक्स्ट अब है अब कुराइदिनुहुन्छ राम्रोसँगले होइन त्यस्तै मनाउ न राम्रोसँगले आज त हाँसी खुसी गयो भने है फेरि फेरि त्यस्तै मनाऊ के हो नि होइन आफ्नो उयो भनेको आज हो कि भोलि हो आजको दिन अहिलेको त आज हाँसी खुसी नै गयो त्यही त हो केही भरोसा छैन अहिलेको जिन्दगीको थाहा छ बोल्दैछ अहिले हामी हाँसी बोल्दैछौँ बेलुका के हुने हो थाहा पनि अब सम्झना र पनि एउटा रमाइलो भयो है उसको फर्स्ट टाइम अरे पत्ती टिपेको अन्त मैले यति टिपे हौ धेरै टिपिन है मैले पनि आमासित पहिला त्यो बित्थामा दिलाइ गर्दै टिपेको कि चाहिँ यति बाई 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 गरिदेऊ छिटो न हौ दामी दामी भन्छ अरे किन खिचेको नखिच भिडियो बनाएको नि अहिले तेरो अब यो हामीले टिपेको चियापत्ती चाहिँ प्रोफेसनल वे किन हाँसु त्यो भन्दा अझै बाहिर चट्टै डाँडा काट्यो यो चियापत्ती चाहिँ हामीले अब एउटा प्रोफेसनल वेमा चाहिँ यसको प्रोसेसिङ गर्दिनँ होइन तर हाम्रो आफ्नै अर्ग्यानिक एउटा लोकल स्टाइलमा गर्छु त्यसको टेस्ट चाहिँ मलाई त्यो प्रोफेसनल भन्दा ज्यादा मनपर्छ होइन बारीको हो नि त दामी छ यो बारीको हामीले अर्ग्यानिक वेमा यसलाई प्रोसेसिङ गर्छ यसको तपाईँको प्रोफेसनल वेमा त तपाईँको ब्लेन्डिङ फ्लेभरिङ सबै हुन्छ तर चाहिँ यो चाहिँ हाम्रो अर्ग्यानिक वेमा चाहिँ कस्तो हुन्छ म देखाउने चाहिँ ट्राई गर्छु प्रयास गर्छु हो ओके दामी नै छ यहाँ माथि हामी पुग्नु चाहिँ यहाँ माथि हो पुगिसकेँ यही गुम्बा र मन्दिर बिचमा चाहिँ मेरो घर छ त्यहाँ मुनि बडीको भइदिइरहेको छ नि आइपुग्यो हामी यो चियापत्तीलाई चाहिँ अब मजाले घाममा सुकाएर चाहिँ बाँड्नुपर्छ हो बर्खा झरीमा चाहिँ आगोमा सुकाउनुपर्छ यो माडिसकेर चाहिँ यसरी मजाले
घाममा सुकाउनुपर्छ घाममा सुकेपछि यस्तो हुँदै जान्छ त्यहाँदेखि फाइनल प्रोडक्ट हो फेसबुकमा चाहिँ तपाईँले हालेको थियो नि किन नखिचेको पहिला राखेको कलर आउँछ कलरको लागि भाँडाले सोध्नुपर्छ छोपिदिनु होला